नमस्ते एभ्रिवान, यो चाहिँ मेरो तिहारको बेलामा गाउँ जाँदा हेरेको भिडियो हो। अहिले अपलोड गर्दैछु, हेर्नु होला। मान्छे चाहिँ बाजा जस्तो आला है ठ्याक्कै बाँधेर राख्दा भएछ। हेलो तर मलाई काट्न आएन कि यो चाहिँ दही आलु टिपेर खाँदैछौँ औषधि हुन्छ भन्दै खाना लाग्यो अनि गफाउँदै जाँदै थकै मार्दै घर बनाइ पुग्न लाग्यो। अब 5 मिनेटको उकालो मात्रै छ। कोले अड्काको आमालाई हेर दिनदिनै जान्छ कि छोरा लिएर अनि दिनभरि बसेर अनि फेरि आउँछ घर अनि घर ल्याइदिनुपर्छ। आमाले पुरा गर्छ कि सुकाएर खान्छ कि पछि चाहिन्छ दारी फाल्नु भने धान रात गइहाल भन्छ राति उठ्ने उठ्ने अब के अरे यो फुर्सद दारी फाल्ने फुर्सद छैन, कपाल फाल्ने फुर्सद छैन। काम गरी ल्याइदिनु पर्यो, शिशी ल्याउनु पर्यो। यता आएन कस्तो रह तेरो मामाले ग फकाएको यता भित्र आइदिनु भनेको बुद्ध म त जस्तो यस्तो भएको त कहिले नि देखिनँ भन्छ। म त यो बेला के नहोला त यसो भएको अर्काले पढेको भन्छ मास्टर भन्छ जाँड खाने हिसाब कति मान्छेले भने मलाई सुना मलाई कस्तो लाग्छ मैले सुने त्यहाँ भन्दाखेरि भन्न दे दिदी भन्न दे रे मलाई त त्यसो भन्छ। त्यसो भन्नु पर्यो नि, भन्न दे रे भन्न दे त्यार भन्छ। बलले पढाइदिँदै हो साह्रै नै के लाचारै माटार हो नि मुनि इज्जत हो नि, इज्जत हो नि। अब फेरि अस्ताइ हो र थाई माटार थाई माटार हो नि, त्यहाँ नि त्यहाँ इज्जतमा कहिले होला के हो थाई माटार हो नि, थाई माटार उल्टा डर खाना आउँछ हो त नि हाई स्कुलमा एकदम दमकार खाना त्यसलाई त यसलाई त रैस लगाएर त आलाको थाहा पाउँछ आँखा त रातो रातो देख्छ। त्यो त आँखा रातो नि हुन्थेन, धर्या धर्या नि हुन्थेन दादा। यो त धर्या धर्या नि हुन्छ, आँखा नि रातै देख्छ। अलिकति क्या नि म त दौड्नु परेछ तर हेला त बाबु त्यो राम बजार छ अरे त्यो मान्छे फर्केको जान्छ ल त त्यहाँबाट राउरू भएको रे खाना खाना खानै मन लाग्दैन अरे यसलाई कस्तो गर्ने होला त्यहाँ लानु पाए नि हुन्थ्यो। यहाँ यही भोल्डारको राम बजार छ अरे कि त्यस्तो मान्छे म त के केटी भनेर होइन केटी भनेर होइन त्यसलाई खान मन नलाग्ने
त्यस्तो त के हुने म त झस्याको भएको कतै बोलिहाल्यो क्या ला अनेक छन् कि प्रकाश भुजेल के भुजेलहरू छ अनेक छ हाम्रो के पऱ्यो पऱ्यो त ढिङ्गाल पऱ्यो खैती गाउँको नि त्यो नानीको कोही थाहै छैन कुनको अब हुन अरूले टच गरेको केटीसँग नबोल्ने रे बरु त्यो अर्काको बुढीसँग बोल्ने रे बुढीसँग बोल्ने रे के भन्ने त्यस्तो है क्यानी लाग्छ अर्को छोरी नि त्यहीबाट हो छोरा नि छैन ढोल्याएछ फेरि आँखा त्यस्तो हुन्छ क्यानी कहाँको हो त्यो गो आइज होला गो अब के भन्ने क्यानी हिँड्यो त अहिले भर्खर जान पर्ने हो त नि पाउँछ कि त्यो गएपछि त त्यसलाई त जोसी नै लान्छ है आफ्नो जिन्दगी सुतिन्थ्यो बच्चा पायो भने बच्चाको पनि त्यतै घर हुन्छ सधैँ त्यसलाई भन्नै बढी पढे हो त नि हो बढी पढ्यो सम्झाउनु केही छैन त्यस्तो हो त आफै बुझ भनेको राति आउँछ त्यसरी हेर्दा त त्यो नखाने गर्न बार्ने हुन्थ्यो त्यो झाउटीले खान मन लाग्दैन अरे अर्का त्यो जाँड खाएर झोले हुन्थ्यो एक दिदी जाँड ल्याउन भन्ने होइन कलिलो ल्याउन कलिलो छ त्यो लाने कि भने छक्कै भने नि ले भन्थ्यो नाच्दै हुन्थेन त्यसलाई अहिले अर्को आनन्दले जाँड खान छोड्यो झाम्टे भाइ है जाँड खान छोड्यो त्यो माछा त मार्दैन अहिले त पार्नु भएन मार्दैन माछा त फेरि धेरै जस्तो पनि करेर लाखा हुनुकोले माछा नि पार्न भन्छ जालीलाई त्यो मान्छे खेल्थ्यो आजलाई त्यो नि वास्तै छैन त्यो माछा नपाएर कि करेन्ट लाउने सघाउँछन् हो अन्त खोला टोलाकोले माउतिर पुदुन गाउँतिरकोले लाउँछ अरे त्यहाँ त माछा पार्न सिधीमाथि त्यहाँदेखि हिजो त्यो पनि त्यो गाईलाई लिएको अलिकति किनेर ल्याएको भन्दै त्यो करेन्ट लाउने त राजोलाई धान उठाउँदाखेरि त्यो गाईलाई किनेर ल्याएको बाह्र दिदी आउँछ दिदी आउँछ भाइ बहिनी आउँछ भनेर कि त्यो ल्याएको थियो पार्न भएको माछा पार्दैन त्यहाँ राति बाबु है तब नि गाउँतिर जाँदा चाहिँ नखाऊ नाति जन्मेर यसको नि हेर बाबु आऊ बाबु अँधेरो भइसक्यो बत्ती बाल्ने अवस्था भयो